हेलो एभ्रिवान, नमस्ते। आज एकदमै मैले सानो सुने। उहाँहरू चाहिँ प्रशान्त तामाङ, उहाँको श्रीमती, उहाँको नानी है। प्रशान्त तामाङलाई त तपाईँहरूले चिन्नुहुन्छ होइन, नचिन्ने छ होइन। किनभने प्रशान्त तामाङ चाहिँ होइन मैले बच्चादेखि नै चिनेको। उहाँहरू इन्डियन आइडल जानुभएको छैन, त्यो बेलामा पनि मैले सपोर्ट गरेको थिएँ अनि मेरो साथीले पनि सपोर्ट गरेको थियो। उहाँहरूले इन्डियन आइडल जित्नु पनि भयो। तर आज आएर प्रशान्त तामाङ नै यो संसारमा हुनु हुँदैन भन्दाखेरि चाहिँ एकदमै मलाई दुःख लागिरहेछ। उहाँसँग चाहिँ मेरो सम्बन्ध चाहिँ कस्तो थियो, एकदम मेरो के बेस्ट सिङ्गर मेरो बोयफ्रेन्ड अनि उहाँसँग चाहिँ मेरो सम्बन्ध चाहिँ कस्तो थियो उहाँको जब इन्डियन आइडल जानुभएको थियो त्यो बेलामा चाहिँ बच्चै थियो, केटाकेटी थियो अनि सरले भन्नुभयो क्या सबैजनालाई बोलाएर हेरकेटा तिमीहरूले घरबाट आमाले दिएको पैसा चक्लेट खाने मिठाई खाने पैसा हुन्छ अनि सबैजनाले उठाएर हामीले प्रशान्तमा भोट लगाउनुपर्छ। तिमीले 1 महिना नखाँदाखेरि केही पनि सरले आइडिया दिनुभयो अनि हामी सबैजना साथीहरू मिलेर त्यो बेलामा कति दिन्थ्यो छ मिठाई चक्लेट खानु कहिले 1 रुपियाँ दिन्थ्यो, 2 रुपियाँ, 3 रुपियाँ, 5 रुपियाँ दिन्थ्यो अनि हामी एउटा मोनिटर होइन उनीहरूलाई उठाएर दियौँ अनि पछिबाट हामीले त्यही पैसा जम्मा गरेको पैसालाई हामीले प्रशान्तमा भोट दियौँ। तर त्यो भोट अब हामीले दुःख गरेको अनुसार खेरो गएन। उहाँले भोट अब प्रशान्तमा इन्डियन जित्नु खुसी लाग्यो। अब त्यति बेला अब टिभी हेर्नु पनि हाम्रो मेरो घरमा थिएन, मतलब घरको कुरा चाहिँ टिभी हेर्नु हाम्रो गान्छाबाजी भन्थ्यो त्यहाँ बाजेको घरले टिभी हेर्नु अनि त्यो मान्छे आज यस्तो मान्छे हामीले सपोर्ट गरेको मान्छे यस संसारमा छैन भने मेरो साह्रै रुखको छ, दुखेको छ गाइस। त्यही भएर गाइस म चाहिँ के भन्न चाहन्छु भने उहाँको त्यो पैसा, त्यो धन डलर, त्यो पैसा कमाएको थियो तर प्राप्त सकेन। पैसा भन्ने कुरो के होइन सक्यो साथी। त्यही भएर लोभ लालच नगरौँ होइन। जो गरिब दुःखी छ, जो को छ त्यसलाई हामीले सपोर्ट गरौँ, साथ दिउँ। भोलिको दिनमा मरेर जानु छ के पाउँछ, केही पाउँदैन। हामी नाङ्गै आएको नाङ्गै जानेछ। उसले के लिएर दियो, जस्तो माथिबाट आयो आजको दिनमा ऊ त्यसरी नै जानेछ होइन गाइस। सबैजना मिलेर उहाँहरूलाई होइन हृदयबाट नै उहाँहरूले आत्माले शान्ति पाओस् भनेर होइन म सबैजनालाई भन्न चाहन्छु। उहाँको लागि एकदम प्रार्थना गरिदिनुहोस् र उहाँको फ्यामिलीहरूलाई पनि कति टेन्सन होला होइन, बिचरा सानो नानी होइन। तपाईँहरू पनि टेन्सन नगर्नुहोस् किनभने मान्छेको जिन्दगी होइन एक दिन मर्नै पर्छ, ढिलो र छिटो मात्रै हो होइन। त्यही भन्छु सबैजना मिलेर उहाँको नाममा होइन आत्माले शान्ति पाओस् भन्न चाहन्छु। ओके, बाई बाई।